यो छोराले बोक्छ आज गुइठा सुत्ने काम हैन एक्सक्युज मी बाजे म न्यू ब्लग के छ खबर अब सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै छु र यता चाहिँ हाम्रो गुइठा बोक्ने कार्यक्रम चलिरहेको छ र टक्क यता चाहिँ गुइठा प्याक हुँदैछ हैन र यता चाहिँ एक बोरा गुइठा प्याक अनि म चाहिँ बोक्ने काम चाहिँ मेरो हैन यो छोराले बोक्छ आज गुइठा यो छोराले बोक्छ आज गुइठा त्यो सुक्या छैन त्यही भएर गहिर गहिर छ के खै म्यामजी यता मलाई दिनु होला कामरी कंगना सो गाइज यता एक बोरा गुइठा प्याक भइगयो र म चाहिँ टक्क बोकेर जान लाग्को छु हैन यसरी सो यो चाहिँ मेरो बोक्ने थोप्रा हैन अब 2 बोरा बोकेर मेरो जाँगर सकिन्छ हैन त 2 बोरा बोकेर मेरो जाँगर सकिन्छ हैन त यो छोराले बोक्छ आज गुइठा यता चाहिँ म लाग्दैछु हैन र यो चाहिँ मेरो पहिलो खेपमै मेरो हालत खराब भइगयो हैन गाइस र म्याक्री सो यता चाहिँ मेरो भारी बिग्रिसक्यो हैन र रोकिसै गाइस मेरो भारी चाहिँ बिग्रिगयो यता टक्क सो फेरि बोक्न आँटिसक्यो हैन यता चाहिँ पाठापाठी टक्क लाएर म चाहिँ यता राख्न गइरहेको छु हैन र राख्ने चाहिँ हेटिरहेछ टक्क लाएर त्यसरी फालिदिनु हैन गाइस र टक्क लाएर खनाइदिनु सो गाइस खाली भइसक्यो हैन र फेरि अर्को खेप जानु लाग्यो म चाहिँ हैन र यता चाहिँ मम्मी बोक्दै टक्क एक गइजा म चाहिँ बोरामा हैन र फेरि बोक्न गइरहेको छु दोस्रो खेप है गाइस फेरि यसमा बोक्दै र यति सब बोक्ने छ हैन फाइनली यहाँ ल्याइसक्यौँ हैन र अब यता खनाउने कार्यक्रम छ टक्क म चाहिँ यसरी खनाउँदै छु र यो खनाइसक्यो म अब आफ्नो बोरा लिनु जाँदा छु गाइस फेरि हैन र बोरा लिनु जाँदा छु अहिले एक बोरा किनभने आज पानी आउनु जस्तो गरिरहेको छ गाइस मौसम चाहिँ टक्क अनि म चाहिँ बोक्दै गुइठा फाइनली गाइस मेरो बोरा फेरि प्याक हुँदैछ टक्क यो सब सुक्या यो चाहिँ सुक्या के भन्छन् रे गुइठा हैन र यता फाल्दै हुनुहुन्छ यो गुइठालाई टक्क बोराभित्र नेक्स्ट बोरा यो चाहिँ मेरो हैन र आज चाहिँ टक्क साँझ भ्लग बनाउने मुड चढ्यो र मैले भ्लग बनाएँ हैन दिउँसो मेरो काम हुन्छ टक्क सुत्ने काम हैन र अहिले चाहिँ गुइठा बोक्दै बाजे चाहिँ फेरि आज यो बाख्राको खोरभित्र हाल्दै हैन र म चाहिँ यता टक्क बोक्दै एक्सक्युज मी बाजे म गइरहेको छु हैन र मलाई चाहिँ ढाउ भइगयो गाइस हैन वा म्यासको चोकटा खसीको बड्डा यहाँ अट्केर यस्तो त म मान्दैन हे पाठापाठी हो के छ खबर यहाँ सब्सक्राइब गर्ने भन्नु त केटा दुई चाहिँ केटा हुनु हैन गाइसहरु यहाँ चाहिँ
दुईटा केटाभित्र छन् म यता चाहिँ ट्राफिक जाम परियो टक्क म पनि गइरहेको छु होइन अर्को खेप फेरि बोक्नुपर्छ ह्यान्ड इज डट गरिङ वा ह्यान्ड इज डट गरिङ वा यता चाहिँ टक्क फेरि प्याक हुँदैछ फेरि बोक्नुपर्छ यार हातपाटीको यस्तो भएको रातो हेर्नु गाइस होइन चाहिँ मेरो थोप्रा कालो थोप्रा होइन र टक्क फेरि भिटा हाल्दै होइन सो अँध्यारो भइसक्यो होइन टक्क अब यतापट्टि अब चाहिँ अघि उतापट्टिबाट बोक्यौँ अब यतापट्टिबाट बोक्नुपर्छ गाइस फाइनली हाम्रो चाहिँ टक्क बोक्ने कार्यक्रम सकिएको होइन सुरु होतै खतम हो गया यार र यता मम्मी पनि फेरि होइन टक्क अब खाना खाने हो सो गाइस यता चाहिँ अहिले चामल ढुन्दै टक्क राख्नु भएको छ मेरो मम्मी टक्क यता होइन गाइस होइन टक्क लगाएर सब्सक्राइब गरिदिनु होला मन परेमा यो छोटो ब्लग है अहिले पनि कन्टेन्ट दिन त्यही भएर सानै ब्लग बनाइदिएको थ्याङ्क यू